नमस्ते सम्पूर्णमा म अमृता हजुरहरूलाई स्वागत छ तपाईलाई अमृतम योगामा जहाँ योग केवल अभ्यास होइन जीवनशैली हो। अमृतम भन्नाले अमृत अर्थात् शुद्धता, शान्ति, ऊर्जाशील भन्ने बुझिन्छ। हाम्रो स्टुडियोको नाम जस्तै यहाँको हरेक अभ्यास पनि तपाईलाई आत्मिक अमृततर्फ लैजान प्रेरित गर्दछ। हामी केवल आसन मात्र होइन, श्वास प्रश्वास, ध्यान, मन्त्र र भित्री अनुभूतिको यात्रामा समर्पण गर्ने गर्दछौँ। र आज म हाम्रो अमृतम योगाको एक दिनको केही क्षण सेयर गर्न यहाँ प्रस्तुत भएकी हुँ। हप्ताको 6 दिन त हामीले आफ्नो स्टुडियोमै आसन, प्राणायाम, सूर्य नमस्कार, मन्त्र जस्ता धेरै क्रियाहरू गर्दै आएका छौँ। विशेष हप्ताको एक दिन छुट्टीको दिन शनिबार चाहिँ हामीले प्रकृतिसँग हाइकिङको यात्रा गर्दै आएका छौँ र यही क्षण म हजुरहरूको अगाडि प्रस्तुत गर्न खोजिरहेको हुँ। यो हाम्रो साप्ताहिक साधना हो, जुन केवल पैदल हिँड्ने मात्र होइन, यो हाम्रो आत्मासँगको भेट हो, प्रकृतिसँगको संवाद हो। विशेष यो दिन मैले छुट्टीको दिन अथवा शनिबारको दिन किन राखेको भने चाहिँ हामी सबैलाई थाहा छ, हामी अरू बेला त आफ्नो काम, अध्ययन र अन्य जिम्मेवारीहरूसँग धेरै व्यस्त रहेका हुन्छौँ। तर शनिबारको दिन चाहिँ जुन चाहिँ छुट्टीको दिन चाहिँ हामी अलिकति स्वतन्त्र महसुस गर्दछौँ। यो दिन हामीलाई शरीर र मन दुवैलाई विश्राम दिने, ऊर्जा सङ्कलन गर्ने अवसरको दिन पनि हो। त्यसैले हाइकिङ जस्तो प्रकृतिसँग जोडिने क्रियाकलाप शनिबार गर्न निकै उपयुक्त लाग्छ मलाई। अरू दिन त हामी घरभित्रै, अफिसतिर, आफ्नो व्यापार व्यवसाय, कलेज, स्कुलतिरै निकै व्यस्त हुन्छौँ। कमसेकम शनिबारको दिन, हप्ताको एक दिन त हामी प्रकृतिसँग भिजाउन भन्ने मेरो सोच छ। त्यसैले एक दिन बिहानको समय हरियाली, शुद्ध हावा र शारीरिक गतिशीलताको अनुभव गराउँदै हाइकिङले हाम्रो सम्पूर्ण चेतनालाई जागृत गराउँदछ र समावेश हुने प्रयास गरौँ हामी सबै। शनिबारको दिनलाई नेचर डे पनि भन्न मन लाउँछ मलाई, किनकि त्यो दिन चाहिँ नेचरसँग भिज्ने अवसर हामीले पाउँछौँ र यो अवसर हामीले गुमाउन हुँदैन। यो हाम्रो अवसर हो। प्रकृतिसँगको सम्पर्कले हामीलाई न्यानोपन, ऊर्जा र ताजगी दिन्छ। हरेक पाइला, हरेक सास, हरेक क्षण हामीलाई अहिले र यही क्षणमा ल्याउँछ, जसलाई हामी योगमा वर्तमान चेतना भन्दछौँ। त्यसैले नेचर डेको महसुस हजुरले पनि गर्नुहोस् र हजुरहरूको छोराछोरीको लागि पनि गराउनुहोस्। यो फिल गर्न अहिलेको बच्चाहरूलाई त झन् अति जरुरी छ। मैले पनि शनिबारको दिन मेरो छोरालाई लिएर जान्छु, चाहे जति नै हाइटमा जान परोस् लिएर जान्छु। बरु बिस्तारै हिँड्ने, विश्राम गर्दै हिँड्ने समय दिनुहोस् आफ्नो बालबच्चालाई नि। आउनुहोस् हामी सँगै प्रकृतिको काखमा रमाऊ र हरेक शनिबारलाई एक आध्यात्मिक उत्सव बनाऊ। धन्यवाद। हरि ओम।